तपाईको पिसाब बियरको फिँज जस्तो देखिन्छ? यदि छ भने तपाईको किडनी बिग्रँदै गइरहेको सुरुवाती सङ्केत हुन सक्छ। 5 वटा मुख्य कारणहरू जसले गर्दा पिसाबमा फिँज देखा पर्छ। कारणहरू थाहा पाउन भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहिलेकाहीँ पिसाबमा बबल आउनु सामान्य हो, जस्तै शरीरमा पानी कम हुँदा वा जोडले पिसाब लागेको बेला फोर्सफुल्ली फेर्दा। तर यदि पिसाबमा सधैँ बाक्लो फिँज देखिन्छ वा फिँज हट्न समय लाग्छ भने तपाईको किडनीमा केही समस्या भइरहेको छ भन्ने बुझ्नुहोस्। यो फिँज किडनीले प्रोटिन छान्न नसकेर पिसाब मार्फत बाहिर निस्कँदा बन्छ, जुन किडनी समस्याको सुरुवाती सङ्केत हुन सक्छ। 5 मुख्य कारणहरू। 1. किडनी ड्यामेज वा क्रोनिक किडनी डिजिज, विशेष गरी स्टेज 2 सिकिडीबाट पिसाबमा फिँज देखिन थाल्छ। 2. मधुमेह वा डायबिटिज। डायबिटिजमा ब्लड सुगर लेभल धेरै लामो समयसम्म हाई हुँदा यसले बिस्तारै किडनीले ड्यामेज गर्दै जान्छ र सुगर र प्रोटिन राम्रोसँग फिल्टर गर्न सक्दैन, त्यसैले पिसाबमा फिँज देखिन थाल्छ। 3. उच्च रक्तचाप। यसमा चाहिँ वर्षौंसम्म उच्च ब्लड प्रेसर हुँदा यसले किडनीका रक्तनलीहरू ड्यामेज गर्छ र प्रोटिनुरिया गराउँछ। 4. डिहाइड्रेसन। पानी कम पिउने बानीले पनि पिसाब कन्सन्ट्रेटेड हुन्छ र फिँज देखिन्छ। 5. पिसाबमा सङ्क्रमण। पिसाबमा इन्फेक्सन हुँदा पनि कहिलेकाहीँ फिँज देखिन सक्छ। अर्को इन्ट्रेस्टिङ कुरा, पुरुषहरूमा कहिलेकाहीँ रेट्रोग्रेड इजाकुलेसनले पनि यस्तो हुन सक्छ। यदि तपाईँको पनि यस्तै पिसाबमा फिँज देखिरहेको छ भने ढिला नगरी आजै आफ्नो किडनी जाँच गर्नुहोस्। धन्यवाद।